अचेल गाउँघर सुनसान बन्दैछन्। विदेश, बसाइसराई लगायतका कारण घरहरू खण्डहर बन्दैछन्। खेतबारीहरू बाजा। यही कारण पुस्तौं पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित परम्परागत आरन पेसा करिब बन्द हुने अवस्थामा छ। यसको एक प्रतिनिधि गाउँ बनेको बागलुङको धम्जा, 9वटा वडा रहेको साबिक धम्जा, हालको काठीखोला गाउँपालिका वडा नम्बर 3मा पहिले सबै वडामा छुट्टा छुट्टै आरन थिए। उनीहरू सबैको कमाई, व्यस्तता र दैनिकी पनि राम्रै चलिरहेको थियो। भलै बालीघरे प्रथाका विषयमा बहस विमर्श कायमै थियो। तर अहिले त ती सबैजसोले आरन पेसा छोडिसकेका छन्। तर सिङ्गो गाउँमा धम्जा हिलेका तुलबहादुर विक अहिले आरनका एक्लो बृहस्पति हुन्, जसले उनकै शब्दमा अन्तिम पुस्ताको रूपमा घुम्ती आरन पेसा चलाइरहेका छन्। काम त राम्रै आएछ सर। धेरै गाउँको भएर म एक्लै भए अहिलेलाई काम गर्ने। अरूले छोडिसके? अरू छोडिसके सर, धेरैले छोडिसके। कोही बुढो भएर छोडे, कोही लाउर गरेर छोडे। गाउँमै धेरै छैन कि सर अहिले आरन। अब हामीदेखि तलकोले काम सब गर्दैनन् हैन? गर्दैन सर, छैन त्यस्तो सिक्नु। के भन्छन् खास? दुःखको काम नगर्ने है। अब दुःख। अब तपाईहरुले नगरेपछि त के होला त? अब कसरी काम चल्ला? काम अब बागलुङसम्म चल्छ सर, यहाँ नभए नि बजारमा त चल्छ। गाउँमा चाहिँ अब आरन पाइन्छ हुन्छ सर। अब गाउँै सुनसान भइसकेको छ। अब के हुन्छ भन्ने कुरै अब हामी नै अन्यल नपरिएछ भनौँ न। भोलिको पुस्ताले के गरेर खाने हुन्? कृषि पेसा गर्नको लागि आरन अनिवार्य हुनु पर्थ्यो। तर अब न कृषि पेसा अँगाल्छन्, न आरनको व्यवसायहरू अँगाल्छन्। गर्दाखेरि त अब देश, गाउँ समाज नै सबै सङ्कटमा पर्ने अवस्था आइसक्यो जस्तो देखिन्छ। गाउँघरमा घट्दो जनसङ्ख्या, प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभाव आरनलाई दुःख र अपमानको पेसा भएकाले नयाँ पुस्तामा सिप हस्तान्तरणमा देखिएको विकर्षण लगायतका कारण अब गाउँ, खेतीपाती, किसानहरूको दैनिकी र भविष्य कसरी चल्ला, एक गम्भीर प्रश्न र संशय पैदा भएको छ। धेरै जटिल, धेरै सोचनीय अब राज्यले सबै अलिकति सरकारवालाहरूले सबैले सोच्नुपर्ने अवस्था आइसकेको छ। गाउँघरको कृषि पेसा, आरन पेसाहरू, परम्परागत खेतीहरूको परम्परागत यो सिकाइ प्रणालीहरूको बारेमा पनि राज्यले केही सहुलियतहरू दिएर यसलाई जोगाइराख्छन् भन्ने मेरो आशा छ। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक।